साथीहरू तपाईँ यहाँ हेर्दै हुनुहुन्छ कोब्रा सर्फ होइन। अहिले धेरै गर्मीको समयमा यस्तो घरमा आउँछ है साथीहरू। एकदम सावधान भएर पनि बस्नु होला, रातमा सुत्ने बेलामा होइन। एकदम जुन हुन्छ नि ओछ्यान मसाले भन्छ हाम्रोतिर, मसाले लगाएर सुत्नु होला। अनि त यस्तो खतरनाक छ यार, यति ठुलो सर्फ छ यार, यति ठुलो यार, हेर्नु न। यो मुनि वनकरालयको सर हुनुहुन्छ होइन, उहाँले रेस्क्यु गर्दै हुनुहुन्छ। उहाँले यति ठुलो छ यार, डर पनि लाग्दैन यार। हेर्नु त कहाँ कहाँ घुसेर कति ठुलो यार होला, समातेको 12-13 फिट होला है, 12-13 फिटको यो सर्फ। अनि कसैलाई काट्यो भने के हुन्छ भने, कसैलाई टोक्यो भने त्यही मान्छेलाई इन्ड गरिदिन्छ यार, यति ठुलो छ है। खतरनाक सर्फ रहेछ। कसरी घरमा आयो यार, यो गर्मीका मौसममा धेरै गर्मी बढेको छ होइन। त्यही कारणले अब नुकाउनको लागि घरमा होइन, कुनै खानाको खोजीमा केही गरेर आउँछ है। यस्तो 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 यति ठुलो सर्फ त मैले हेरेको थिएन यार कसैको घरमा, अहिले फर्स्टचोटि हेर्दैछु है। अब यो गर्मीको समयमा एकदम सतर्क भएर बस्नु होला, न त यस्तो सर्फले टोक्यो भने त लाइफ समाप्त गरिदिन्छ है। एकदम सतर्क भएर बस्नु होला साथीहरू। घरको अगाडि पछाडि फोहोर नगर्नु होला, अब फोहोर भएपछि सर्पहरू आउने होइन। एकदम राम्रोसित बस्नु होला साथीहरू यस्तो गर्मीको मौसममा। अनि बिना लाइटको बाहिर ननिस्कनु होला। हेर्नु न कति ठुलो सर्प छ। अब उहाँलाई बाहिर निकाल्यो घरबाट होइन, बाहिर निकालेपछि अब उहाँलाई बाहिर निकाल्यो होइन, अब एउटा झोलामा प्याक गरेर अब उसको जङ्गलतिर हुँदै छोडिदिन्छ होला। हेर्नु त बा, ओ माई गॉड, कति ठुलो सर्प यार, यति ठुलो सर्प हेर्नु भएको छ र? कति ठुलो सर्प लाग्यो यार, ओ माई गॉड। यो अब झोलामा हुने रहेछ होइन, झोलामा राखेर अब जङ्गलतिर छोडिदिन्छ होला। कति ठुलो यार, ओ माई गॉड। मान्छेहरूलाई पनि डर लागेको छ नि, हेर्नु कति मान्छेको भिड छ यार। एकदम भिडियो बनाउने एकदम खतरनाक भिडियो बनाउँदो रहेछ यार, डर पनि लागेको छैन कसैलाई। हेर्नु त, ल फाइनली अब जान्छ यसमा। अब एकदम सतर्क भएर बस्नु होला साथीहरू। गर्मीको समयमा यस्तो सर्पहरू तपाईँको घरमा पनि आउन सक्छ है। यो मुनि गर्मीको कारणले गर्दा सर्पहरू धेरै बाहिर आउँछ होइन। ल साथीहरू सतर्क भएर बस्नु।